नासा सेक्युरिटीजद्वारा 2 करोड सम्मको मार्जिन ट्रेडिङ सुविधा सुचारू गरेको छ। यदि तपाईसँग 3 लाख रुपियाँ छ भने तपाईले 10 लाख सम्मको ट्रेडिङ सुरु गर्न सक्नुहुनेछ। यो भनेको पहिलो चरणबाट। त्यसैगरी तपाईले 2 करोड सम्मको तपाईले लोन नासा सेक्युरिटीद्वारा लिन सक्नुहुनेछ। अब यो कस्तो अवस्थामा लिने, कसरी लिने र कहाँ गएर लिन सकिन्छ भन्ने बारेमा यो भिडियो नछुटाइकन तपाईले हेर्नुभयो भने सबै कुरा जानकारी लिन सक्नुहुनेछ। नमस्कार, म सुनिल भट्टराई। अहिले तपाई हेर्दै हुनुहुन्छ नेपाली शेयर बजार युट्युब च्यानल। यस च्यानलमा सधैँ आज पनि मैले फरक र राम्रो भिडियो बनाउन गइरहेको छु। आशा छ यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, सब्स्क्राइब गरी बेल आइकनलाई दबाउन नभुल्नुहोला। अब हामी भिडियो सुरु गर्छौं है त। नेपालको अग्रणी स्टक ब्रोकर कम्पनी नासा सेक्युरिटीजले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 लागू भएसँगै औपचारिक रूपमा मार्जिन ट्रेडिङ सेवा सञ्चालन ल्याएको घोषणा गरेको छ। कम्पनीले 2082 साल फागुन 4 गतेदेखि उक्त सेवा लागू गरेको जनाएको छ। नयाँ निर्देशिका लागू भएसँगै लगानीकर्ताले अब ब्रोकर कम्पनीबाटै ऋण लिएर शेयर खरिद गर्न सक्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयनमा आएको छ। नासा सेक्युरिटीजले यही प्रावधान अनुसार आफ्ना ग्राहकका लागि लचिलो र ग्राहक मैत्री संरचना आधारित मार्जिन ऋण योजना सार्वजनिक गरेको हो। 30% प्रारम्भिक मार्जिनमै कारोबार सुरु गर्न सकिनेछ। कम्पनीका अनुसार यदि कुनै ग्राहकले 10 लाख रुपियाँ बराबरको मार्जिन प्रोडक्ट लिन चाहेमा 30% अर्थात् 3 लाख रुपियाँ प्रारम्भिक मार्जिन राखेर बाँकी 7 लाख रुपियाँ कम्पनीबाट ऋणका रूपमा प्रयोग गर्न सक्नेछन्। यस व्यवस्थाले सीमित पुँजी भएका लगानीकर्तालाई समेत ठूलो परिमाणमा शेयर खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीको विश्वास छ। अवधि अनुसारको सेवा शुल्क र ब्याजको बारेमा भन्नुपर्दा नासाले सार्वजनिक गरेको विवरण अनुसार 10 लाख रुपियाँ ऋण 1 महिनाका लागि लिँदा सेवा शुल्क र ब्याज गरी करिब 7,000 रुपियाँ खर्च लाग्ने। सोही रकम 2 महिनाका लागि लिँदा 13,650 रुपियाँ, 3 महिनाका लागि लिँदा 19,950 रुपियाँ सम्म शुल्क र ब्याज लाग्ने उल्लेख गरिएको छ। कम्पनीले 10 लाख रुपियाँदेखि अधिकतम 2 करोड रुपियाँसम्म विभिन्न मार्जिन योजना उपलब्ध गराएको छ। ऋणको सुविधा 1 महिनादेखि 3 महिनासम्म रहनेछ। नयाँ निर्देशिका अनुसार परिमार्जित योजना कस्तो रहेको छ त? 2075 को पुरानो निर्देशिकालाई प्रतिस्थापन गर्दै लागू गरिएको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका 2082 अनुसार कम्पनीले नयाँ स्किमहरू ल्याएको जनाएको छ। ग्राहकको लगानी आवश्यकता र जोखिम वहन गर्ने सक्ने क्षमतालाई ध्यानमा राखेर योजना तयार गरिएको कम्पनीको भनाइ छ। र सेवा लिन आवश्यक प्रक्रियाहरू के हुन सक्छ त्यो पनि बताउनेछु। मार्जिन ट्रेडिङ सेवा लिन इच्छुक ग्राहकले नासामै मार्जिन डिम्याट खाता तथा मार्जिन ट्रेडिङ खाता खोल्नु पर्नेछ। त्यसका लागि सम्बन्धित शाखा कार्यालयमा उपस्थित भई केवाइसी फारम भर्नुका साथै आवश्यक आधिकारिक कागजातहरू पेश गर्नुपर्ने कम्पनीले जनाएको। आवेदन स्वीकृत भएपछि ऋण सुविधा उपलब्ध गराउने प्रक्रिया अघि बढाइनेछ। साथै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डले तोकिएको योग्य कम्पनीको सूचीभित्र पर्ने शेयरमा मात्र मार्जिन कारोबार गर्न पाउनेछन्। त्यो भनेको नासा सेक्युरिटीले यो कम्पनीमा लगानी गर्नुहोस् भनेको हुन्छ। त्यो कम्पनीमा तपाईहरूले आवश्यक अनुसारको लगानी गर्न सक्नुहुनेछ। लगानी अवसर विस्तारमा सहयोग गर्ने विश्वास। लगानी कम्पनीले मार्जिन ट्रेडिङ सेवाले लगानीकर्तालाई थप पुँजीको पहुँच दिलाउँदै आकर्षक लगानीको अवसर सदुपयोग गर्न सहयोग पुर्याउने अपेक्षा गरेको छ। नासा सेक्युरिटीजले छिटो, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै अधिकतम लगानीकर्ताहरूलाई सेवा पुर्याउने लक्ष्य राखेको छ। थप जानकारीका लागि इच्छुक ग्राहकले कम्पनीको कार्यालय वा सम्पर्क नम्बर 0159 70 084 नम्बरमा फोन गरेर जानकारी लिन सक्नुहुनेछ। नयाँ आइपिओ राइट शेयरको बारेमा छिटो जानकारी लिन चाहनुहुन्छ भने हाम्रो यस च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई दबाउन नभुल्नुहोला। हवस् त, हजुरको दिन शुभ रहोस्। जय देश, जय नेपाल।